नमस्कार दर्शकबिन, यहाँहरू हेर्दै हुनुहुन्छ सामाजिक रूपान्तरणका लागि सामाजिक अभियानद्वारा सञ्चालित युट्युब च्यानल सामाजिक अभियान। कपिलवस्तु आफैमा विभिन्न पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्त्वको उद्गम स्थल हो। यहाँ विभिन्न धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, जातिसँग सम्बन्धित विभिन्न पुरातात्विक महत्त्वका स्थलहरू छन्। यस्तै धार्मिक तथा पुरातात्विक महत्त्वको स्थल हो चन्ठेनिया माईको थान। यो थान अर्थात् मन्दिर कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर 1 चाङघाटमा रहेको छ। यो ठाउँमा पुग्न गोरुसिङेदेखि अर्घाखाँची सडकको बुद्धभूमि 1 टिक्करबाट पश्चिम चाङघाट गाउँमा पुगिन्छ। यो मन्दिर गाउँबाट पश्चिम दक्षिण जङ्गलभित्र रहेको छ। विशेष गरी थारू समुदायको मुख्य धार्मिक स्थल तकुनिया माई, गोरिया माई, समिया माई तथा चन्ठेनिया माई मानिन्छ। यसका साथै रामकुमार थान, मुराहा थान पनि महत्त्वपूर्ण स्थल मानिन्छ। यो स्थलको उच्चारण थारू समुदायमा पूजा कार्यमा गुरुवाहरूले मन्त्रको रूपमा उच्चारण गरेको पाइन्छ। चन्ठेनिया माईको मन्दिर परिसरमा मुख्य मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर लगायतका मन्दिर रहेका छन्। धर्मावलम्बीहरूका लागि विश्राम स्थल, खानेपानीको व्यवस्था, आराम स्थल समेत निर्माण गरिएको छ। प्रकृतिको सुन्दर काखमा रहेको चन्ठेनिया माई मन्दिर गुडरुङ खोलाको नजिकै रहेको छ। यस स्थलमा दैनिक पूजा आजाका साथै धार्मिक पर्वहरूमा विशेष पूजा हुने गर्दछ। थारू समुदायका साथै अन्य समुदायका लागि पनि यो महत्त्वपूर्ण धार्मिक स्थल हो। प्युठान, अर्घाखाँची, रूपन्देही तथा सम्पूर्ण कपिलवस्तु र भारतबाट समेत भक्तजन आउने यो स्थल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। यस स्थलको उचित प्रचार प्रसार गरेमा कपिलवस्तुको धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुन सक्छ। क्यामेरामा अरुण चौधरीका साथ ध्रुव प्रसाद शर्मा, सामाजिक अभियान मिडिया, प्राली, कपिलवस्तु।